नाम मात्रै छ यहाँ नम्बर छैन नर्नी लेखेको कि म बताइदिन्छु दिदीले होला दिदीले बाहिर लैजान भाइ बाहिर आनन्द लैजान माथि यो लु बहिनी भन्नु त यो के को लाग्यो भने अब यो चाहिँ हाम्रो सान्दखुम भन्छ हाम्रो लिम्बू भाषामा चाहिँ यो चाहिँ मरेर जानेर बाँच्नेको चाहिँ दुई किसिमको हुन्छ यो प्रसाद तामाङहरूको पनि छोहरू भन्छ यो चाहिँ हाम्रो भाषा सान्दखुम भनेको एकपट्टि चाहिँ मरेर चढाउँछ एकपट्टि चाहिँ बाँच्नेहरूले खान्छ प्रसादको रूपमा यो चाहिँ बाँड्छ त्यही हो सबै 84 व्यञ्जन हुनुपर्छ यसमा चाहिँ कन्दमूलदेखि फालफुलदेखिको लिएर हो सबै कुरो चिउरा मुरैदेखिको लिएर रम रक्सी जाँड भात दाल बाँकीको सब्जी टुक्रा 84 व्यञ्जन हुन्छ यसमा 84 व्यञ्जन कमी भयो भने चाहिँ एउटा मह हाले चाहिँ मह यसमा कमी भयो चाहिँ मह हाले चाहिँ महले पुरा हुन्छ भनेको सुनेको छु बुढापाका जुलेबीहरू चाहिँ सबै हिजो लिएर आएको थियो ए है ए है चौरासी व्यंजन जो चाचा जी के लिए चाचा जी का यहाँ से पूरा पूजा वूजा करके उसका बाद में वहाँ का लेके जाएगा कब्र में चाचा जी का वहाँ पर चढ़ाएगा। चाचा जी का जो भी पसंद है जो भी पसंद का चीज़ है सब 84 व्यंजन पूरा चढ़ा रहा है अभी अभी आएगा अभी जो पंडित जी है यहाँ का वो आके जब पूजा वूजा करके सब लेके कब्र में चढ़ाएगा चाचा जी का खाना पीना। बस आप लोग सिर्फ देखते रहिएगा मुझे भी इतना पता नहीं यहाँ का। एउटा जुठो बारमा पनि एउटा निस्किनु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ के चाहिँ रहेछ भन्दाखेरि चाहिँ उहाँले चाहिँ आज नुन तेलसम्म चाहिँ छुने नुन खाने है अब एउटा चुल्हा चौकामा चाहिँ पकाइ खानुसम्म चाहिँ उहाँले हामी पाउँछौँ कि पाउँदैनौँ भनेर चाहिँ उहाँले चाहिँ एउटा सोध राख्नुभएको छ उहाँले सोध्नु भएको छ। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँहरू भलापन तुरन्त म्याम्बीमा चाहिँ यो चाहिँ है हामीले मात्रै गरेर नहुने एउटा केटामा आयो उता यसरी नुन तेल छोएर गएछ उहाँले चाहिँ गल्ती गरेन भन्ने कुरा यसमा चाहिँ तपाईँ हाम्रो एकदम सुलभ भूमिका हुन्छ। नुन तेल चाहिँ दिन्छ कि दिँदैन पञ्चले भन्ने कुरा गर्नुभयो होइन हामी त दिने तयारी छौँ किनभने ज्वाइँ चेला यहाँ ज्वाइँ चेला छ उहाँ ज्वाइँ चेलाले चाहिँ दिने कि नदिने पऱ्यो दिन्छौँ हामी फलाफल चाहिँ हामी ज्वाइँ चेला भएर चाहिँ जो सबै परिवार हाम्रो त अब फर्स्टै भएको थियो उहाँले चाहिँ अब उहाँलाई विकासको लागि हामीले आज चाहिँ नुन तेल दिन्छौँ है ल ठिकै छ यसरी दिनुभयो भने चाहिँ मैले उहाँहरूलाई एउटा म उयो गरिदिन्छु मैले उयो गरेँ है मैले एउटा कुरा राख्छु कि अब चाहिँ हामी अघि नुन तेलकै कुरा गरेको छौँ अहिले हामी नुन तेलमै जाँदैछौँ म सुरु गर्दैछु लो फ्याक्सन म हो गरेको चाहिँ सुन्नुहोस् है भने हे म के खेप्छु मुखाले ग कयो कुमु पाङ्थे कन तोङसुङ गैरी गाउँ यो खुङदेन साता लखुम्बो ओके यो बाबुको नाम के टेक बहादुर खापुङ सान हेन्दोङको यो तुकी आङ्ने सेमु हिमाले दिनु साथी आङ्ने सेमु हेकेले गए आफै जोङदे आचुम जोङदे थाले ग नेबे अखेलारी किको पाङ्गे नेबे अखेलारी के साथ पाङ्गे नेबे ग दिनी गना नामदाले खाङति गेमे हेना गमेन्दङ हेजिको मिउ हेदाङ मामिउ है हेजिको फेदाङमा तारेमे उहाँले चाहिँ तपाईँहरू पूर्वपट्टि गएर चाहिँ फेदाङमाहरू ल्याउनु भयो उहाँलाई केही हुन्छ कि जाति हुन्छ कि भनेर तपाईँहरूले विभिन्न फेदाङमारले देखाउनु भयो उपकार गर्नुभयो र पनि उपकार लागेन अरे उहाँलाई त्यति मात्र नभएर अझै तपाईँहरू पश्चिमपट्टि जानुभयो अझै फेदाङमा भन्दा माथिको साम्बाहरू ल्याउनु भयो बिजुवाहरू ल्याउनु भयो उहाँले उपकार गर्नुभयो र पनि उपकार लागेन फेरि तपाईँहरू मैदानपट्टि जानुभयो त्यता गएर तपाईँले अझै शक्तिशाली औजारहरू ल्याउनु भयो बिजुवाहरू ल्याएर पनि उहाँलाई माङ्गेना गरिदिनु भयो उहाँलाई के गराइदिनु भयो र पनि उहाँ
उपकार लागेन फेरि पनि तपाईँहरू चाहिँ कहाँ जानुभयो भन्दाखेरि मुदै भनेको चाहिँ हिमालपट्टि जानुभयो एकदम लामाहरू ल्याउनु भयो शक्तिशाली एकदम पढे लेखेको विद्याहरू ल्याएर तपाईँहरूले लामा पनि लगाउनु भयो र पनि उहाँले उपकार लागेन उपकार चुला चौका ओके थोकमा जान चुला चौकामा पक्कै खाने है यसो उहाँहरूले त्यो पनि बाँड्नुभएको छ त्यो पनि माग्छ अरे उहाँले त्यो दिनुहुन्छ कि दिनुहुन्न त हुन्छ भने आज उहाँहरूले यति मात्रै हामीले दिएको छौँ अहिले चाहिँ नुन तेल छुनु मात्रै दिएको छौँ बाँकी हामीले नुन तेल छुनु र चुला चौकामा जानु मात्रै हामीले दिएको छौँ बाँकी उहाँले हामीले जुठोबाट चाहिँ निकालेको छैनौँ भनेपछि हामी नुन तेल खुवाउनु सक्यौँ भने त राम्ररी ल उसो भए चाहिँ दिनुहुन्छ भने अर्को कुरा उहाँले के पनि बाँड्नुभएको छ भनेदेखि उहाँले यसो टिका टालो लाउनु है हाँसखेल गर्नु कसैसँग बोल्नु कसैसँग हाँस्नु कुनै रमाइलो गर्नु है यसो रमाइलो कुराहरू हेर्नु रमाइलो गर्नु यो पनि बाँड्नु भएको थिएछ यी सबै कुरा यो पनि तपाईँहरूलाई माग्दै हुनुहुन्छ उहाँहरूले दिनुहुन्छ कि दिनुहुन्न यसरी दिनुहुन्छ भने उहाँले अरू चाहिँ के पनि बाँड्नु भएको छ भने यसरी आजदेखि उपरान्त उहाँले जो जुठोमा परेको थियो त्यहाँदेखि उहाँले के बाँड्नु भएको छ भने यसरी यसो दुई चेला आयो भने कोही बिहादान गर्नु कसैको छोरी चेली ल्याउनु बुहारी ल्याउनु कसै छोरी चेली दिनु त्यस्तो खालको उहाँहरूले बिहादान पनि उहाँले बाँड्नु भएको थियो यो पनि तपाईँहरू 5 पञ्चले माग्दै हुनुहुन्छ दिनुहुन्छ कि दिनुहुन्न पहिला बराबर छोरा है हजुर छोरा दुई भाइ छोरा त्यहाँदेखि आमा त्यहाँदेखि बाँकी जोकै आउनुभयो चप्पल नलगा अहिले आफै सिकाउँदै हुनुहुन्छ नि तपाईँले यता मात्रै भनेर अलि यता हुनुपर्छ यता हो यसरी भन्नु अब उहाँले खाजा दिइहाल्नु मैले गरेको गाना उयो चाहिँ अलिक सास्ती भयो है साइनाई चाहिँ खाली खुट्टै हो नि सबैमै गयो म राख्नु उताको त्यही छ हो अहिलेको जस्तो त्यो हात धुने पानीहरू ल्याउनुपर्छ आज एक दिन काका ससुरा है धेरै आज एक दिन सधैँ दिन अब होइन आज बितेर गयो भनेर क्या सम्झेर दिनुपर्छ अब के हुनु अरू त अब छैन यति त हो अब दिनुपर्ने अब दोहोऱ्याएर ऊ पनि आउने होइन हामी पनि दिनु भ्याउने होइन हो फेरि मरेर जानेलाई त फेरि दोहोऱ्याएर दिनु नि त हुँदैन नि त त्यस्तो हुन्छ हो त्यसरी गरेर अब त्यहाँ पनि सिकेर राख्नुपर्छ होइन अब भोलि पछि नै आएर सिक्नुपर्छ होइन अब तिमीहरूकोमा भोलि चाहिँ केही पऱ्यो यसरी दिनुपर्छ यस्तै हो सबै दसु उयो चुला उयो चिउरा दिनुपर्छ भातहरू सबै लगायो मम्मीले दिनुभयो हौ त्यो
यसरी दिनुहुन्छ भने अर्को कुरा उहाँहरूले के पनि बार्नु भएको छ भनेदेखि उहाँहरूले यसो टिकाटालो लाउनु है, हाँसखेल गर्नु, कसैसँग बोल्नु, कसैसँग हाँस्नु, कुनै रमाइलो गर्नु है, यसो रमाइलो कुराहरू हेर्नु, रमाइलो गर्नु, यी पनि बार्नु भएको थिएछ सबै कुरा। यो पनि तपाईँहरूलाई माग्दै हुनुहुन्छ उहाँहरूले, दिनुहुन्छ कि दिनुहुन्न? यसरी दिनुहुन्छ भने उहाँहरूले अरू चाहिँ के पनि बार्नु भएको छ भने यसरी आठो देखिनु पर्छ। उहाँले जो ठाउँमा परेको छ त्यहाँदेखि उहाँले के बार्नु भएको छ भने यसरी यसो जोइ चेला आयो भने कोही बिहादान गर्नु, कसैको छोरी चेली ल्याउनु, भरी ल्याउनु, कसै छोरी चेली दिनु, त्यस्तो खालको उहाँहरूले बिहादान पनि उहाँहरूले बार्नु भएको थिएछ। यो पनि तपाईँहरू 5 पञ्चलाई माग्दै हुनुहुन्छ, दिनुहुन्छ कि दिनुहुन्न? यसरी दिनुहुन्छ भने अर्को कुरा उहाँहरूले के पनि बार्नु भएको छ भने घरको पूजाहरू गर्नु, यसो उधौली उभौली गर्नु, यसो सिंहले टोक्दाखेरि यसो हेदाङमा लिएर यसो आज पूजा गर्नु, त्यो पनि उहाँहरूले बार्नु भएको थिएछ। यो पनि तपाईँहरू 5 पञ्चलाई सोध्दै हुनुहुन्छ, यो दिनुहुन्छ कि दिनुहुन्न? यसरी यो दिनुहुन्छ भने अर्को कुरा उहाँले के बार्नु होइन, अहिले पखालेर लाउनुहुन्छ कि अहिले लाउनुहुन्छ? पहिला पक्रिराख्नु। अब मामाले उहाँलाई हो, मामालाई के छ? ल टोपी दिनुहोस् होइन, टोपी चाहिन्छ, बेस्ट बेस्ट छोडिदिनुहोस् अहिले। Coba coba, kau ibu lungdam di singdam di soalnya yang wayang waktu sing cokol waktu sing angkat saja kita tang mak saudara sampai ini dok sih pak, ini masih mau. दोस्तों गुड मॉर्निंग। तो आप लोग कैसे आशा करते हैं सब अच्छे होंगे, मैं भी अच्छी हूँ। और तो आज तो चाचा जी का काम है, तेरे भी का जो है हम लोग का 4 दिन ही बढ़ता है, तो 4 दिन में काम हो रहा है यहाँ पर। मैंने आप लोगों को जितना भी है नियम यहाँ का जो सुबह हम लोग का कल्चर में होता है, तो यहाँ जितना भी नियम है मैंने आप लोगों को दिखा दिया है। मुझे भी इतना पता नहीं है यहाँ का, यहाँ की पता चला सब नियम ना, क्योंकि सीखना बहुत जरूरी है। तो मैंने बहुत ही अच्छा लगा यहाँ का नियम देख के, आप लोग भी देखे होंगे मेरा। दीदी खानु भयो? खानुहोस् खै सन्जु भयो, अब हामीले खाइसके। ल झन्डै लडेको है हामी। म सन्जुको लागि यो चाहिँ लडे, झन्डैमा लडेर भिडियो गरिरहेको होइन। ए यताबाट जानुहुन्छ? बरसात का टाइम में ननद लोग के साथ में घूमने निकला, अब भी गिर जाता मैं। हेलो दोस्तों, तो अभी हो गया रात का 9 बज गया है। अभी सब कार्यक्रम सब खत्म हो गया है, जितना भी जो था सब खत्म हो गया, खाना पीना भी हो गया। सब दूर दूर से आया था बहुत ही लोग, तो अभी सब खत्म हो गया। अभी पूजा है ऊपर में, हम लोग का सुप्पा का जो होता है पूजा, जो क्या फेदंग आता है जो हम लोग पंडित बोलते हैं, तो अभी वहाँ पूजा होगा ऊपर में। चले के बोल दिनु के होती हो? ए पर्खाला खै हेरौँ के रहेछ, के हो यो? म खानु अन्त यो? चलो माथि पूजा हुन्छ, जान्नौ? Yang sire guru mami angga guru pungnya rala ya tiye biro tanggang ya biro tumu bangke ya pun. Maya sire guru mami ya ti pungnya rala tanggang guru pungnya rala ya tiye biro tanggang ya biro. Samu sire guru mami ini balada bawa ya ti pungnya sama tanggang ya ti pungnya sama pungnya aku bangke ya pungnya bawa ya. Iya tak kira bos. Kalau sampai sama guru pungnya sama sampai aku kayak pada desa Jawa di Kalimantan sampai di mana ini kok sampai di sana aku kayak juga tanah mana topi aku kayak juga jadi kota lama kayak ini mana sosial ini mana topi mana aku kayak juga unci ke sangkalan lihat halal
उठेमा एउटा भयो जमा फुलुमा फुलुमा छोरी भयो एक सेने छोरी मुक्तो सिंह छोरी भयो aku yang channel story Pak Yoga Hangkong na sansi yung Hangkong na sansi ko Mangdio sansi yung Hangdio sansi yung mga yang lang yung story Pak Yoga Hangkong na Jangan malah ke soalnya tidak boleh juga ibu dia. Soalnya kamu pulang bersama. Ada? Apa dia sudah pulang mana? Ibu dia bilang mana? तो मैं आगे का वीडियो नहीं बना पाई क्योंकि बत्ती ऑफ हो गया था। ठीक है, लाइक से सब्सक्राइब करिए।